क्षेत्रको वर्तमान अवस्था यस्तो छ। यो चाहिँ हामीले जन्मेदेखि अहिलेसम्म थाहा पाएको सबैभन्दा ठुलो बाढी आएको छ। झोलुङ्गे पुल समेतलाई खतरा, यहाँ रिसोर्टको सामान सारिँदैछ। यस्तो अवस्था छ दमुखाको यो पुलको छेउबाट। अहिलेसम्म यत्रो पानी आएकै थिएन होइन। उहाँहरू न उहाँ माथि असोज महिनामा यो सबै यतातिर आइरहेको छ। सबै यहाँ धमाधम सामान निकाल्नलाई एकदम लागिरहेछन्। यो सबै अझै पानी बढेको बढै अवस्था छ, अझै पानी बढिरहेको छ। यो दमुखाको अवस्था यस्तो छ। यो रिसोर्टबाट सामान निकालिँदैछ। यहाँ हेर्नु न पानीको बहाव कस्तो छ। उहाँबाट धेरै नै क्षति हुने सम्भावना छ। यहाँ सरकारी तवरबाट कोही पनि आएको अवस्था छैन। अघि मैले तल माई खोलाबाट पनि निकालेँ। अहिले दमुखा यो झोलुङ्गे पुल पनि लाने अवस्था आएको छ। यो दमुखा रिसोर्ट हाम्रो मित्रको यो लान आँटिसकेको छ र यहाँ सामान धमाधम निकाल्ने काम भइरहेको छ। यो दमुखा शिव 87 वार्ड नम्बर 10 को अवस्था।